एसियन साँझसम्म पुगिरहेछ कि भनेको कोटी पाएन यो के लिएर आएको भाइ यो गुर्जोको लाउनु भाइ बाबु हो मैले तिमीहरूलाई केवल जन्माए हुर्काएँ तिमीहरूको गाछबासको केही बन्दोबस्त गर्न सकिनँ बाबु हो जिन्दगीभर भगवानको पूजा गरेँ आराधना गरेँ भगवानले मेरो पुकार सुनिदिएनन् बाबु हो यी बुढी र बहिनी एकजनालाई कहिले अन्यथा नगर बाबु हो जस्तै दुःख परे पनि यी दुई अबलालाई खुवाइरहनु बाबु हो यिनीहरूको आँखामा कहिले आँसु हेर्ने काम नगर कस्तो घाँटी रोकियो तपाईँ टक्क घाँटी रोकियो पनि 2 महिना भइसक्यो तुईको बाजु मैले कमरेलाई पनि देखायो तर बिमार भने 20 को 19 पनि भएर गयो के गर्यो होला एकचोटि डाक्टर गोडर प्रसादलाई देखाउने हो भाइको रुपियाँ जति तुईको बाजुमा महिला कवितालाई देखाउन सकि कसरी डाक्टर गोडर प्रसादलाई देखाउनु उनको फिस पनि महँगो छ बुवाले कास्क्रियाको लागि 25 रुपैयाँ लुगाएर राख्नु भएको रहेछ त्यही पैसाले उनको फिस तिर्दै थिए बुवाले कास्क्रियाको लागि खाइ नखाइ जम्मा गरेको पैसा हामीले खर्च गरेन मा मरेपछिको औषधि के काम बाबु ल यसमा औषधि लेखिदिएको छ बिहान बेलुका मिक्सर खुवाउनु पुरी औषधि पनि छ त्यो बिहान बेलुका खाना खानभन्दा अगाडि खुवाउनु अनि एउटा इन्जेक्सन छ इन्जेक्सन आदि जान्ने राम्रो कम्पाउन्डर ल्याएर दिनु डाक्टर साहब ल डाक्टर साहब पढ्दै राख लिनुहोस् न डाक्टर साहब भरे आउँदा ल्याउँला भयो भरे फेरि टक्राउला नि पढ्दैन के राख लिनुहोस् न डाक्टर साहब पढ्दैन भन्छु तिमीहरू फेरि जिद्दी गर